अब तिमीले आज हुर्काउनु गाह्रै पर्ला। जुम्लेसम्म चाहिँ ठ्याक्कै म फुकेर बनाइदिन्छु। त्यसको लागि चाहियो नि। भइहाल्छ नि डाइनी बा। ल है त, चिन्ता गर्नु पर्दैन, म फुकिदिन्छु। वकिल साहब, यही मान्छे हो मेरो बुढा। हजुरले डिभोर्स गराइदिनु पर्यो। यो मान्छेले जहिले पनि सन्तान भएन भनेर किचकिच किचकिच मात्र गर्छ। आजबाट कसलाई किचकिच गर्दो रहेछ म पनि हेरौँला। बच्चा नहुनुमा धेरै कमजोरी छ। पहिलापट्टि बुढाको 2टा सन्तान छन्। तिमीसँग बिहे गरेपछि मात्र मेरो सन्तान नभएको, अनि कसरी मेरो कमजोरी भयो? मान्छेको अगाडि धेरै जात्रा नदेखा। त्यहाँ आएर बस, म फुकिदिन्छु। सुतेर नभएको कुरा फुकेर हुन्छ? वकिल साहब, कागज पत्र निकाल्नुस्। यो मान्छेलाई म अहिले डिभोर्स दिन्छु। यो मान्छेसँग मलाई 1 बस्नु छैन, 2 बस्नु छैन, 3 बस्नु नै छैन। के गरेर बस्छौ? कुरा बुझ्यो नि त? हिँड घरतिर। ए भाइ, एकछिन बस न, म फुकेर ठ्याक्कै जम्लै बनाइदिन्छु के। बुझ्यौ? ल हेर 2 त फुत्की गयो, अहिले यो पनि फुत्किन्छ। ओइ, तेरो कुरा के रे? लु भन् त, लु भन्।